हेलो गाइज व्हाट्सअप भाइ मैले चाहिँ आज एउटा यो दुनियाँमा चल्दै लास्टै ठुलो नाटकको बारेमा कुरा हाल्न मन लाग्यो सिचुएसनसिपमा म बिहान बिहान गफ लगाइरहेको थिएँ है। ओए तेरो गर्लफ्रेन्ड छ मर्दको हुन्छ गर्लफ्रेन्ड तस त कहाँ हुन्छ अनलाइक सी केम टु मी अनलाइक सी सेड विच आई थिङ्क हाम्रो इमोसन्सहरू म्याच गर्दैन सो आई थिङ्क वी सुड पार्ट अवे एन्ड आई थिङ्क वी हेभ म्युचुअली डिसाइडेड द्याट वी सुड ब्रेकअप। म यसरी हेरिरहेको छु म्युचुअली मैले त भर्खर थाहा पाइरहेको छु कसरी म्युचुअली भयो एन्ड सी वाक्ड अवे। मैले त्यो फरक थिएन किनभने मैले पहिले कसम खाइसकेको थिएँ सिचुएसनसिप बट तनाव कहाँ आयो भने मैले यत्रो धाक दिएर आइसकेँ। अनि सो त्यो ब्रेकअप दिनुभन्दा अगाडि चाहिँ केटाहरूलाई थाहा हुन्छ कि केटीले आज मलाई ब्रेकअप दिन्छ भनेर बट बोइजहरू गदा गुवाच गोज्याङ्रो लट लठुवाहरू देवदास भन्छ कि त्यो मोमेन्टमा देवदास पनि होइन क्या। त्यो मोमेन्ट भने त इट्स अ टाइम फर रिभेन्ज। स्ट्रेट अप सिधै जाने फर्स्ट कुरा पैसा माग्ने सिधै जाने 40 रुपियाँ देऊ अनि यदि उसले छैन भने तँलाई नकचरी आइमाई मैले तँलाई पानीपुरी खान पैसा दिएको थिइनँ मलाई आज सूर्य खान मनलाई तैँले 2टा सूर्य दिन सक्दैनस् मलाई भनी स्ट्रेट अप हिँड्दिनी हिँडे जस्तो गर्दिनी फेरि आउने सोमा सिधै कि आइमाई तँसँग मैले जिन्दगी बिताउनु सोचिरहेको थिएँ थु ब्रेकअप एन्ड इट्स नट म्युचुअली डिसाइडेड इट्स सिङ्गल ह्यान्डेडली मैले स्ट्रेट अप हिँड्दिनी। चित्त दुख्छ अलिअलि चित्त दुख्छ बल्ल बल्ल पट्याएको होइन बाल सोसाइटीमा बन्छ इज्जत। अनि यो कुरा भएन भने स्ट्रेट अप जाने काली तिमीले मेकअप नलाएको आज अनि के भन्ने अनि यस्तो हेर्ने प्लिज यार तिमी मेकअप लगाएर मात्र आऊ मेरो अगाडि यार म बिहान आफूलाई हेरेर तर्सिन्छु यार दिउँसो तिमीलाई हेरेर नि तर्सिनु कति तर्सिनु म दिउँसभरि म कति तर्सिनु माई लाइफ माई रुल्स। अनि मलाई सबसे धेरै रिस उठ्छ यो ब्रेकअपको बारेमा आएर मलाई सुनाउनेहरू मलाई किन सुनाइरा मसँग यति किन फ्र्याङ्क भइरा मलाई आएर मस्तो सुनाएर मेरो अगाडि किन रुइरा त अरे मलाई सुन्नु छैन यार मेरो त गर्लफ्रेन्ड पनि छैन यार मलाई नभन तेरो ब्रेकअपको बारेमा मलाई सुन्न मन छैन त्यत्रो माया गर्थेँ मलाई बाल तैँले दिनकै फुल दिँदैन थिइस् मलाई बाल। मलाई यति बेला कसम यस्तो मान्छेलाई मैले सेक दिन मन लाग्छ तर के गर्नु साथी हो सुन्नै पर्यो।